अपना दुख किससे सुनाऊं रे, कहाँ से पाऊं अपना दुख किससे सुनाऊं। समयले कहिले कसलाई कस्तो परीक्षा लिन्छ थाहा हुँदैन। यस्तै कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ व्यास नगरपालिका वडा नम्बर 9 निवासी अर्जुन कार्की तथा कमला कार्कीकी छोरी प्रतीक्षा कार्की। प्रतीक्षा कार्की हाल जीवन र मृत्यु बीचको गम्भीर सङ्घर्षमा हुनुहुन्छ। उहाँको दुवै मृगौला फेल भइसकेको छ र चिकित्सकहरूको सुझाव अनुसार मृगौला प्रत्यारोपण अत्यावश्यक भइसकेको अवस्था छ। हाल उहाँ जीवन जोगाइराख्न नियमित डायलासिस प्रक्रियामा रहनु भएको छ। प्रतीक्षाको स्वास्थ्य समस्यासँगै उहाँको परिवार पनि गहिरो सङ्कटमा परेको छ। उहाँका बाबु अर्जुन कार्की मुटु रोगबाट पीडित हुनुहुन्छ भने कमला कार्की स्वयं पाठेघरको क्यान्सर जस्तो जटिल रोगको उपचार गरिसक्नु भएको छ। एकै परिवारमाथि एकपछि अर्को गम्भीर स्वास्थ्य समस्या आइपर्दा पारिवारिक जनजीवन अत्यन्तै कष्टकर बनेको छ। चिकित्सकहरूको सल्लाह अनुसार आमा कमला कार्कीले आफ्नो छोरी प्रतीक्षा कार्कीलाई मृगौला दान गर्ने तयारी अगाडि बढाइसकेको पारिवारिक स्रोतले जनाएको छ। यस निर्णयले प्रतीक्षाको जीवनमा नयाँ आशा थपेको भए तापनि उपचारसँग जोडिएको आर्थिक चुनौती यथावत रहेको, डायलासिस, औषधि तथा मृगौला प्रत्यारोपण जस्ता दीर्घकालीन उपचार खर्च धान्न परिवार असमर्थ बन्दै गएको, सीमित आय स्रोत र दीर्घ उपचार प्रक्रियाले आर्थिक बोझ अझ बढाएको अवस्थालाई गम्भीरताका साथ मध्यनजर गर्दै प्रतीक्षा कार्कीको जीवन रक्षा गर्ने मुख्य उद्देश्यसहित श्री कालिका क्लबले आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको थियो। सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावलाई आत्मसात गर्दै क्लबले सामाजिक सञ्जाल, व्यक्तिगत सम्पर्क तथा स्थानीय समुदाय मार्फत सहयोगका लागि व्यापक अपिल गरेको थियो। यस अभियानप्रति देखिएको सकारात्मक प्रतिक्रियाका रूपमा 44 जना दाताहरूले स्वैच्छिक रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ, जसबाट कुल 64,114 रुपियाँ सङ्कलन हुन सफल भएको छ। उक्त रकम शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामी प्रतीक्षा कार्की तथा उहाँका आमाबाबुलाई श्री कालिका क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा पारदर्शी रूपमा हस्तान्तरण गरिएको छ। यसैबीच पारिवारिक स्रोतका अनुसार हालसम्म प्रतीक्षा कार्कीको उपचारका लागि विभिन्न अभियानहरू मार्फत करिब 20 लाख रुपियाँ सङ्कलन भइसकेको जानकारी प्राप्त भएको छ। सोही आधारमा श्री कालिका क्लबले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियान हाल औपचारिक रूपमा बन्द गरिएको छ। श्री कालिका क्लबले यस पहललाई केवल आर्थिक सहयोगमा सीमित नराखी मानवता, सहानुभूति र सामाजिक उत्तरदायित्वको सशक्त उदाहरणका रूपमा लिएको छ। क्लबले भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ। यस पुण्य कार्यमा आर्थिक, नैतिक तथा भावनात्मक रूपमा साथ दिनुहुने सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगी हातहरूप्रति श्री कालिका क्लब हार्दिक धन्यवाद तथा गहिरो आभार व्यक्त गर्दछ। प्रतीक्षा कार्कीको शीघ्र स्वास्थ्य लाभको कामनासहित समाजमा सहयोग, सहानुभूति र मानवता सधैँ जीवित रहिरहोस् भन्ने अपेक्षा समेत गरिएको छ। जय सेवा, जय मानवता।